झिलिमिली सहरको रङ्गीन दरबारभित्रका ए बन्दुकले घेरेको न्यायालय सुन, ए धारा उपधाराका ठेली सुन, ए सुकिला न्यायाधीश सुन। गुरवाकोटको यो स्वतन्त्र भेरी किनाराबाट मैलो गाँदो र कछाड लगाएको म मैन बहादुर राउतेको निष्फिक्री बयान सुन। न आए कहिले नागरिकता माग्न, न आए कहिले लाल पूर्जा माग्न, न आए कहिले तिम्रो विरुद्ध जुलुस लगाउन, न बोले तिम्रो भाषा, न पहिरे तिम्रो भेष, न गाए तिम्रो गीत, न बजाए तिम्रो बाजा। तिमीले महाकाली बेचेर खायो, म भोक्कै सुते सिङ्गो युग धर्म सम्झेर। तिमीले काला पानी बेचेर खाँदा मैले कन्दमूल कोट्याएर चपाएँ। न देखाओ मलाई सभ्यता त्यो आडम्बरी ध्वास, बरु आऊ आज जोखौँ तिम्रो र मेरो चेतनाको तौल र विवेकको लम्बाइ। स्कुलमा कपुरी क पनि नपढेको मेरो छोरो, जन्मदै तारावजी लैलै खोकेर जन्मिएको तिम्रो छोरो। बाँदरको मासु खाएर हुर्किएकी मेरी छोरी, ए फर मङ्की एम फर मङ्की पढेर हुर्किएकी तिम्री छोरी। म बेखबर छैन तिम्रो सन्तानका उपद्रोसँग। किन छेकेन त्यो विश्वविद्यालयको शिक्षाले तिम्रो छोरालाई अफिम तान्न? किन रोकेन तिम्रो बोर्डिङको विद्याले छोरीहरूलाई अरबमा बेचिन? कहिले सुन्यौ राउतेको छोरो आएर तिम्रो मुलुकमा डकैती गर्यो? कतै देख्यौ राउतेको छोरी मुदिरको गल्लीमा घोप्टो परेर रोएको? केले छेकेन अपराध, केले छेक्यो कुसंस्कार? केले छेकेन अपराध, केले छेक्यो कुसंस्कार? तिमीले हामीलाई सधैँ हेप्यौ, मेरो लगौटी भन्दा मैलो तिम्रो दृष्टिले सधैँ मधुरो देख्यो हाम्रो विवेक। मेरो आँगनमा 2-4 भत्ता र 2-4 त्रिपाल फालेर मनमनै गर्यो जङ्गली शैतानो स्वाहा र अखबारमा छाप्यो आदिवासी राउतेको ख्याउटे कथा। तिम्रो नजरले कहिल्यै देखेन हामी राउतेको आँखाभित्र दन्किरहेको विद्रोहको लपका, तिम्रो सत्ता विरुद्ध प्रतिरोधको ज्वालामुखी। तिमीलाई सधैँ हेरेको हेरे हामीले सधैँ संयमताले निहाल्यौँ। तिमीलाई सधैँ हेरे हामीले सधैँ संयमताले निहाल्यौँ, धैर्यताले बाँध्यौ आवेगहरू। तिमीलाई सधैँ हेरे हामीले सधैँ संयमताले निहाल्यौँ, धैर्यताले बाँध्यौ आवेगहरू। यो राउतेको बयान मात्र होइन, यो राउतेको फैसला हो। तिम्रो कुरूप व्यवस्था विरुद्धको, तिम्रो कथित सुशासित खोरहरूका साँडेहरूले लुछेका मेरो आदिम बगैँचाका कोमल फूलहरूलाई साँची राखेर हामी प्रतिबद्धता गर्छौँ। अब हामी राउतेहरू मास्टो र भुइँयार होइन, अब मार्क्सवाद पढ्नेछौँ। यो राउतेको बयान मात्र होइन, यो राउतेको फैसला हो। तिम्रो कुरूप व्यवस्था विरुद्धको, तिम्रो कथित सुशासित खोरका साँडेहरूले लुछेका मेरो आदिम बगैँचाका कोमल फूलहरूलाई साक्षी राखेर हामी प्रतिबद्धता गर्छौँ। अब हामी राउतेहरू मास्टो र भुइँयार होइन, अब मार्क्सवाद पढ्नेछौँ। सरस्वती मोहराजीको फेसबुक पेजबाट सावार गर्दैछु एउटा कविता जसको शीर्षक रहेको छ राउतेको फैसला र यसको रचना बिपी विद्रोहीजीले गर्नुभएको छ।